अल्बर्ट आइन्स्टाइनको भनाइसँगै आजको यो भिडियोलाई सुरु गर्न चाहन्छु। उनले एकपटक यसो भनेका थिए, धर्म बिनाको विज्ञान लङ्गडो हुन्छ भने विज्ञान बिनाको धर्म अन्धो हुन्छ। उनको यो भनाइमा धर्म र विज्ञान कसरी एक आपसमा सम्बन्धित छन् भन्ने कुरा जान्न सकिन्छ। संसारमा थुप्रै धर्म र विश्वासहरू अस्तित्वमा छन्। कुन चाहिँ धर्म सही र साँचो हो? हाम्रो दिमागमा पक्कै यो प्रश्न आउने गर्दछ। पक्कै पनि त्यही विश्वास वा धर्म नै सही हो जसलाई हरेक पक्षबाट जाँचिएको होस् र अन्ततः त्यो सत्य र सही साबित भएको होस्। संसारमा त्यस्तो विश्वास केवल ख्रिस्टियन विश्वास नै हो भन्ने कुरा तपाईहरुलाई घोषणा गर्न चाहन्छु। बाइबललाई विभिन्न कालखण्डमा विभिन्न कोण र पक्षबाट जाँचिएको थियो। अन्ततः यो सिद्ध र सही साबित भयो। आजको यो भिडियोमा बाइबलमा उल्लेख गरिएका यस्ता 5 वटा तथ्यहरूको बारेमा चर्चा गर्न गइरहेको छु जसलाई आधुनिक विज्ञानले सत्य साबित गरिसकेको छ। अगाडि बढौं। नम्बर 1, सूर्य पनि परिक्रमा गर्दछ। खगोल विज्ञानको उदयसँगै सूर्यले पृथ्वीलाई होइन तर पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भन्ने तथ्य प्रमाणित भएपछि थुप्रै आलोचकहरूले बाइबलका विभिन्न खण्डहरूलाई लिएर बाइबलमा त्रुटि छ भन्न थाले। बाइबलमा सूर्य चलायमान छ र यो स्थिर नभई परिक्रमा गर्ने गर्दछ भन्ने कुरा उल्लेख गरिएको थियो। यसका कारण धेरै जनाहरूले बाइबलको आलोचना गर्न थाले। पछि गएर थप अध्ययन भएसँगै एउटा यस्तो नयाँ तथ्य सामने आयो जसले सबैलाई चकित पारिदियो। खोजमा पत्ता लगाइए अनुसार सूर्य स्थिर नभई यसले सम्पूर्ण सौर्यमण्डललाई साथमा लिई मिल्की वे ग्यालेक्सीको परिक्रमा गरिरहेको छ। सूर्य 6 लाख माइल प्रति घण्टाको हिसाबले मिल्की वे ग्यालेक्सीको आफ्नै परिधिमा परिक्रमा गरिरहेको छ। केवल त्यति मात्र नभई समस्त ब्रह्माण्डमा कुनै पनि थोक स्थिर छैनन्। ब्रह्माण्डमा भएका प्रत्येक खगोलीय पिण्डहरू आफ्नो निश्चित गतिमा निश्चित दिशातर्फ दौडिरहेका हुन्छन्। बाइबलमा धेरै अगाडि नै आधुनिक विज्ञानको यो तथ्यलाई उल्लेख गरिएको थियो। बाइबलमा भजन संग्रह नामक पुस्तकको 18 अध्यायको 4 देखि 6 मा यसो लेखिएको छ, उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनु भएको छ। ऊ विवाह मण्डपबाट निस्केको दुलहा जस्तै छ, एकजना विजेता झै जो आफ्नो दौडमा हर्षित हुन्छ। आकाशको एक छेउमा उसको उदय हुन्छ र अर्को सीमान्तसम्म परिक्रमा गर्छ। त्यसको तापबाट केही कुरा लुकेर रहँदैन। यसरी बाइबलमा सयौं वर्ष अगाडि सूर्य पनि घुम्दछ भनेर उल्लेख गरेको तथ्य आधुनिक खगोल विज्ञानबाट समेत पुष्टि हुन गयो। दोस्रो नम्बरमा, जल प्रक्रिया। आज स्कुलका ससाना बालबालिकाहरूलाई समेत जल प्रक्रियाको बारेमा ज्ञान रहेको छ। प्राचीन संसारमा यसको बारेमा रत्तीभर पनि ज्ञान थिएन। सन् 1880 मा बर्नार्ड पालिसेले वर्षाको प्रक्रियाको बारेमा तथ्यगत खोज गरे। समुद्र, नदी वा पोखरीहरूमा भएको पानी घामका कारण बाफको रूपमा माथि आकाशमा जान्छ। वायुमण्डलको माथिल्लो भाग चिसो भएका कारण बाफ बरफका मसिना टुक्रा बन्दछ। त्यसपछि बिस्तारै त्यो बरफ फस्दै जान्छ र बादल र तुषारोको रूप लिन्छ। वायुमण्डलमा ताप बढेको र बाफको घनत्व बढी भएकाले पानी पर्न थाल्दछ। त्यही पानी खोला नाला समुद्रमा जान्छ र फेरि त्यसैबाट बाफ बनेर वायुमण्डलमा गई पानी बनेर वर्षन्छ। यसैलाई जलचक्र भन्ने गरिन्छ। यो तथ्य त केवल आजभन्दा 140 वर्ष अगाडि मात्र पत्ता लगाइएको हो, तर बाइबलले आजभन्दा सयौं वर्ष अगाडि नै पानीको चक्रको बारेमा उल्लेख गरिसकेको थियो भन्ने जान्दा तपाईलाई अचम्म लाग्न सक्छ। बाइबलमा आमोस नामक पुस्तकको 9 अध्यायको 6 पदमा यसो लेखिएको छ, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनभरि खन्याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु नै हो। एकपटक फेरि, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनभरि खन्याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु नै हो। यसरी शताब्दीौं अगाडि नै बाइबलमा पानी पर्ने प्रक्रियाको विषयमा, पानीको चक्रको विषयमा स्पष्ट रूपमा उल्लेख गरेको हामी देख्दछौँ। तेस्रो नम्बरमा, ब्रह्माण्ड निरन्तर फैलिरहेको छ। प्राचीन संसारमा ब्रह्माण्ड सम्बन्धी अनौठा विश्वासहरू अस्तित्वमा थिए। ती प्रत्येक अवैज्ञानिक थिए र आधुनिक खगोल विज्ञानका नयाँ अनुसन्धानहरूबाट तिनीहरू अप्रमाणित भइसकेका छन्। आधुनिक खगोल विज्ञानका ठूला खोजहरू मध्ये एक ब्रह्माण्ड निरन्तर फैलिरहेको छ भन्ने तथ्य हो।
सन् 1929 मा प्रख्यात खगोल वैज्ञानिक एडविन हब्बलले सर्वप्रथम ब्रह्माण्ड फैलिरहेको छ भन्ने तथ्य प्रमाणित गरेका थिए। बिग ब्याङ पछि ब्रह्माण्ड निरन्तर फैलिरहेको छ भन्ने कुरा आज एक सर्वमान्य तथ्य साबित भइसकेको छ। यो एउटा यस्तो तथ्य हो जसमाथि कसैले प्रश्न उठाउनै सक्दैन। तर के तपाईलाई थाहा छ, बाइबलमा ब्रह्माण्ड फैलिएको यो तथ्य 5 पटक भन्दा बढी उल्लेख गरिएको छ। तपाईहरूलाई पुनः अवगत गराउन उपयुक्त लाग्यो कि बाइबलमा ब्रह्माण्ड भन्ने शब्द कहीँ पनि उल्लेख गरिएको छैन, तर यसको सट्टामा आकाश वा आकाशमण्डल भन्ने शब्द प्रयोग गरिएको छ। यसकारण जब तपाईले बाइबलमा आकाश वा आकाशमण्डल भन्ने शब्द देख्नुहुन्छ, त्यसलाई तपाईले आधुनिक शब्द ब्रह्माण्डसँग तुलना गर्न सक्नुहुन्छ वा यी दुवैको अर्थ एउटै हो। यसो हुनुको कारण यही श्रृंखलाको भाग 2 को भिडियोमा मैले उल्लेख गरिसकेको छु। बाइबलमा यशाया 40 अध्यायको 22 पदमा यसो लेखिएको छ, उहाँले आकाशलाई अर्थात उहाँले ब्रह्माण्डलाई पर्दा झैं फिजाउनुहुन्छ अनि त्यसमा बास गर्नलाई पाल झैं त्यो फैलाउनुहुन्छ। एकपटक फेरि उहाँले आकाशलाई पर्दा झैं फिजाउनुहुन्छ अनि त्यसमा बास गर्नलाई पाल झैं त्यो फैलाउनुहुन्छ। त्यसै गरी अय्युबको पुस्तक 9 अध्यायको 8 पदमा यसो लेखिएको छ, उहाँले नै हो आकाश फिजाउनु भएको। एकपटक फेरि उहाँले नै हो आकाश अर्थात ब्रह्माण्ड फिजाउनु भएको। यसरी ब्रह्माण्ड फैलिँदैछ भन्ने तथ्य प्राचीन समयमा लेखिएको पुस्तकमा समेत उल्लेख गरिएको छ अनि यो तथ्य देखेर वैज्ञानिकहरू समेत अचम्बित भएका छन्। 4औं नम्बरमा ब्रह्माण्ड अनन्त छैन। प्राचीन संसारमा ब्रह्माण्ड अर्थात सृष्टि अनन्त छ भन्ने विश्वास गरिन्थ्यो। ब्रह्माण्ड सधैँदेखि यही छ र सधैँ यस्तै रहिरहनेछ भन्ने विश्वास लोकप्रिय थियो। सन् 1927 मा बेल्जियमका एक रोमन क्याथोलिक प्रिस्ट जर्ज लेमाइट्रीले बिग ब्याङको सिद्धान्त सामुन्ने ल्याए। उनको खोजबाट ब्रह्माण्ड एक समय अस्तित्वमा आएको थियो र यो अनन्त छैन भन्ने तथ्य पत्ता लाग्यो। यसरी प्राचीन विश्वको समस्त विश्वास फेरि खरानी साबित भयो। तर के तपाईहरूलाई थाहा छ, बाइबलमा यो तथ्य हजारौं वर्ष अगाडि नै उल्लेख गरिएको थियो। बाइबलमा उत्पत्ति 1 अध्यायको 1 पदमा यसो लेखिएको छ, आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। यो खण्डबाट स्पष्ट हुन्छ कि ब्रह्माण्ड र पृथ्वी समयको कुनै बिन्दुमा अस्तित्वमा आएका थिए। त्यसै गरी बाइबलमा अनेकौं खण्डमा बारम्बार ब्रह्माण्ड र पृथ्वी अनन्त छैन भन्ने कुरा उल्लेख गरिएको छ। बाइबलमा कहीँ पनि ब्रह्माण्ड र पृथ्वी अनन्त छ भन्ने कुरा उल्लेख गरिएको हामी पाउँदैनौं। यो तथ्यको केवल एउटा उदाहरण मात्र हेर्दा बाइबलमा हिब्रू नामक पुस्तकको 1 अध्यायको 10 र 11 पदमा यसो लेखिएको छ, हे परमप्रभु, तपाईले आदिमा पृथ्वीको जग बसाल्नुभयो र आकाश मण्डल तपाईका बाहुलीको काम हो। तिनीहरू त नष्ट हुनेछन् तर तपाई चाहिँ रहिरहनु हुनेछ। तिनीहरू वस्त्र चाहिँ पुराना भइहाल्नेछन्। एकपटक फेरि पढ्न चाहन्छु, हे परमप्रभु, तपाईले आदिमा पृथ्वीको जग बसाल्नुभयो र आकाश मण्डल तपाईका बाहुलीको काम हो। तिनीहरू त नष्ट हुनेछन् तर तपाई चाहिँ रहिरहनु हुनेछ। तिनीहरू वस्त्र चाहिँ पुराना भइहाल्नेछन्। यहाँ पृथ्वी र ब्रह्माण्ड नष्ट हुनेछन् भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरेको हामी देख्न सक्छौं। थर्मोडायनामिक्सको दोस्रो नियमले पनि यो सिद्धान्तलाई बल पुर्याउँछ। अन्तिम नम्बर बोधा 5औं नम्बरमा तत्व र पदार्थ एक पटक मात्र सृष्टि गरिएका थिए। ब्रह्माण्डमा सबै थोक एक पटक मात्र सृष्टि गरिएका थिए। यसमा कुनै कुरा थप्ने, नष्ट गर्ने वा बनाउने काम भइरहेको छैन। यो आधुनिक विज्ञानले सर्वत्र स्वीकार गरेको तथ्य हो। थर्मोडायनामिक्सको पहिलो नियमका अनुसार तत्व, पदार्थ र ऊर्जा कुनै समय अस्तित्वमा आएका थिए, त्यसपछि ती नयाँ सृष्टि हुने काम भइरहेको छैन। तत्व, पदार्थ र ऊर्जालाई सृष्टि गर्न वा नष्ट गर्न सकिँदैन भन्ने कुरा थर्मोडायनामिक्सको पहिलो नियमले उल्लेख गर्दछ। यदि यही तथ्यलाई बाइबलमा ल्याएर हेर्दा बाइबलमा स्पष्टसँग ब्रह्माण्डका सबै कुराहरू सृष्टि गरेर सिद्धिएपछि कुनै कुरा थप्ने र बनाउने काम भएको छैन भन्ने उल्लेख गरिएको छ। इतिहासमा यो कुरामाथि कसैले खासै ध्यान नदिए तापनि आधुनिक विज्ञानबाट समेत यो तथ्य पुष्टि भएपछि भने सबैको ध्यान आकर्षित भयो। बाइबलमा उत्पत्ति 2 अध्यायको 1 पदमा यस्तो लेखिएको छ, यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइ सिद्धिए।
एकपटक फेरि, यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइ सिद्धिए। यहाँ स्पष्ट उल्लेख गरिएको छ कि ब्रह्माण्ड र पृथ्वीका सबै कुराहरू बनाइ सिद्धिए। काम पूरा भएको अर्थात् सिद्धिएको कुरा यहाँ उल्लेख गरेको हामी देख्दछौँ। विज्ञानका अनुसार तत्व र पदार्थ एकै समय सृष्टि भएका थिए र तिनको सृष्टिको काम चलिरहेको छैन। अनि बाइबलमा पनि आधुनिक विज्ञानको उदय हुनुभन्दा 100 वर्ष अगाडि नै यो अचम्मको तथ्य उल्लेख गरिएको थियो। अब अन्त्यमा, के तपाईँ परमेश्वर र बाइबलमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ? यदि हुनुहुन्छ भने यो कुरामा गर्व गर्नुहोस्, तपाईँको परमेश्वर अवैज्ञानिक र असान्दर्भिक हुनुहुन्न। तपाईँले पढ्ने र शिक्षा दिने बाइबल अवैज्ञानिक र असान्दर्भिक छैन। यो भिडियो हेरिरहनु भएका प्रत्येकलाई बाइबललाई पूर्वाग्रह रहित भएर हरेक पक्षबाट जाँच गर्न मेरो अनुरोध रहेको छ। जाँच्नुहोस्, हेर्नुहोस् र अन्त्यमा तपाईँले बाइबललाई संसारकै सिद्ध पुस्तकको रूपमा पाउनुहुनेछ। बाइबलले जीवन परिवर्तन गर्ने क्षमता राख्दछ, किनकि यो जीवित परमेश्वरको वचन हो। बाइबललाई हेर्नुहोस् अनि विज्ञानलाई हेर्नुहोस्। परिणाम स्वरूप तपाईँ परमेश्वरबाट टाढा होइन, तर परमेश्वरको झन नजिक पुग्नुहुनेछ।